चाँगु नारायण नगरपालिकाले चालू आर्थिक वर्ष 2082 र 83 को पहिलो चौमासिक अवधिमा आन्तरिक राजस्व संकलनमा उल्लेखनीय प्रगति हासिल गरेको छ। साउनदेखि कार्तिकसम्मको 4 महिनामा कर र अन्य स्रोतहरूबाट 6 करोड 55 लाख भन्दा बढी रकम संकलन भएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका राजस्व शाखा अधिकृत गोविन्द कुमार कट्टेलका अनुसार संकलित रकम 23 विभिन्न शीर्षकहरू मार्फत उठाइएको हो। सबैभन्दा बढी रकम सिफारिस दस्तुरबाट संकलन भएको छ, जसको राशि 2 करोड 51 लाख 60 हजार 704 रुपियाँ रहेको छ। नगरपालिकाले भूमि तथा मालपोत कर बापत 75 लाख 52 हजार, बहाल कर बापत 73 लाख, व्यवसाय रजिस्ट्रेशन दस्तुर बापत 66 लाख 54 हजार, नक्सा पास दस्तुर बापत 55 लाख 72 हजार र सम्पत्ति कर बापत 10 लाख 4 हजार रुपियाँ संकलन भएको छ। नगरपालिकाले संकलित रकमलाई विकास योजना र जनताको हितमा चलिरहेका कार्यक्रमलाई तीव्रता दिन प्रयोग गर्ने विश्वास व्यक्त गरेको छ। प्रशासनले पारदर्शिता र जवाबदेहितामा जोड दिँदै आगामी समयमा राजस्व संकलन अझ प्रभावकारी बनाउने प्रतिबद्धता पनि जनाएको छ। विशेषज्ञहरूले यस उपलब्धिलाई स्थानीय तहको आर्थिक सुदृढीकरण र समृद्धितर्फको महत्वपूर्ण कदम भएको बताउँदै यसले नगरपालिकालाई गुणस्तरीय सेवा प्रदान गर्ने यात्रामा नयाँ उत्साह थप्ने विश्वास व्यक्त गरेका छन्।